हेलो गाइज म आज घर जाँदैछु म चाहिँ अहिले डुम्रे बजार आइसकेँ डुम्रे बजार आएर यहाँ फलफुल किन्दै थिएँ अनि दिदीहरू चाहिँ आइसके डुम्रे म उनीहरूलाई अब भेट्छु दिदी र बाबु आइसके मैले बाबुलाई चाहिँ के सरप्राइज ल्याइदिन्छु एकछिनपछि हजुरहरूलाई देखाउँछु अनि डेभिडको रियाक्सन पनि हेर्नेछु उहाँले देखिसके दिदीहरूलाई तपाईँहरूलाई पनि देखाउँछु म चाहिँ यहाँ सामानहरू लिँदै थिएँ अहिले लिएर अनि जान्छु अनि देखाउँछु ल ए यिनीहरू त डेभिड जयमसी के हो यो साग हो मोटा हो त चाहिँ के दुला यस्तो त्यही त डेभिड कसरी भ्रमण गऱ्यो रे गऱ्यो ओहो आजकल त ठुलो भइहाल्यो नि ऊ त हेर न के हो यो हेर त खुलेर हेर न के हो के हो खै के हो ओए डेभिड के हो कस्तो होला हेर न झिकेर वे डेन्जर जुत्ता त डेभिडलाई त ल हेर त खुसी भयो हुन्छ कि हुन्न तर डेभिडलाई यो मैले थाहै भएन कि त्यति मात्र हो अब हाल चुप्पा अहिले लगाएर जानु ला होला नि त हो मकै भने राख यसमा राख अलि घर घर लाउने हुन्छ अलि घर घर लाउने ल डेभिडले आज चाहिँ लगभग ब्यालेन्सिङ गर्न चाहिँ डेभिडले सिकिसके होइन अब लगभग भोलिबाट चाहिँ हल्का हल्का थोरै थोरै धेरै त होइन गुडाउन सक्छन् भन्ने विश्वास ओ छ डेभिड बिस्तारै बिस्तारै ब्यालेन्स पहिला हिँड्न त्यसरी हिँड्ने बिस्तारै 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 थोरै थोरै पार ल्याउने अनि डेभिडले लेट्स सी कतिको सिक्छन् भोलिसम्म म फेरि पनि देखाउँछु बिस्तारै बिस्तारै देख्न सक्नुहुन्छ गाइजहरू मेरो छोराले चाहिँ अलिअलि सिकिसके होइन ब्यालेन्स गरेर ध्यान दिएर डेभिड कस्तो फिल भइरहेको डेभिड तिमीलाई यतै भन न खुसी छौ तिमी ओख वाक्कै ध्यान दिएर फेरि लडिन्छ फेरि ल बिस्तारै बिस्तारै त्यहाँनिर उस छ बिस्तारै डेभिड बिस्तारै देख्न सक्नुहुन्छ गाइजहरू यस्तो दामी खोला हो भोलि हामी पौडी खेल्न नि आउन सक्छौँ अनि तिमीले अघि किन उता माथितिर जाने भने अरे किन जाने भने अरे देखाउन कसलाई देखाउने तिमीले चलाउन सिक्यौ भने देखाउने को दादा सन्तेश दादा अनि सबै दादा हो ल हेलो गाइज आजको भिडियो चाहिँ हिजोको र आजको मिसाएर हाल्नेवाला छु मैले आज चाहिँ मैले घाममा काम गर्ने भएको भएर अलि धेरै सनस्क्रिन लगाएको कि त्यही भएर अलिक बढी नै सेतो देखिरह आज चाहिँ हामी के गर्न जाँदैछौँ भने इट्टा बोक्न जाँदैछौँ इट्टा चाहिँ हाम्रो माथि घर छ तल घर लैजानेवाला छौँ हामी इट्टा चाहिँ भकारी बनाउन आमा कस्तो बोलाइरहेको तिमीलाई मेरो भ्लगमा आएर यहाँ भन न केही पहिला होइन कि मेरो नानीको भिडियोमा आइरहेको छु म भन न ए मेरो नानीको भिडियोमा आइरहेको छु म चाहिँ सघाउन जान लाग्यो सघाउन जान हो नानीलाई सक्नु जस्तो छैन थोत्रो डोको बोकेर आएको छु आमाको चाहिँ थोत्रो डोको हामीले चाहिँ ढुङ्गा र इँटाहरू बोक्नलाई मात्रै बनाएको डोको हो अब हेरौँ हामीले कति बोक्छौँ आमाको चाहिँ खासै पार लाग्ला जस्तो होइन त्यही पनि मैले नगरौँ भन्दै आमा चाहिँ म एक्लै हुन लाग्यो भनेर सघाउन अरे अब हेरौँ सो यो चाहिँ हाम्रो पुरानो घर हो पहिलाको पछि भूकम्प आएपछि भत्किएर उस यहाँ केही इँटाहरू छन् सो यो इँटा चाहिँ हामीले झिकाएर लानेछौँ अनि
ल भन त एउटा नि इटो बोक्नु नपर्दा कस्तो फिल भयो मलाई त रमाइलो भएको किनभने अनि काम गरेर नपरेपछि रमाइलो होइन पसिना त पुरै आयो त अनि हाम्रो चाहिँ यति बोकिसक्यो भाइ पसिना अब अलिकति बाँकी छ। त काम नगरी नै आइहाल्छ नि मलाई हाम्रो यो इट्टा देखेर चाहिँ दङ्ग पर्नु भयो होला यो चाहिँ हामीले घरमै बनाए इट्टा आमा घरै बना इटा हो यो कहिले कहिले कति भयो हाम्रो इट्टा बनाए भयो उसुन ठुलो छोरो दाइ सानो सानो हुँदा बनाए है सानो हुँदा बना हामीले चाहिँ पहिले बनाए इट्टा हो त्यही भएर यस्तो घरमै बनाए इट्टा भएर यस्तो हो यही हो ल के भन्न मन लाग्यो मेरो भिडियोमा कसलाई गीत गाउन आउँछ सोच्नुहोस् ल सन्देश गीत गाइदियो एउटा जुन गाइनु हुन्छ कि ल छिटो होइन जुन गाइनु हुन्छ कि कसलाई आउँछ गीत गाउन कसलाई नाच्न आउँछ नि काली आउँछ ल काली नाच्यौ नाच्यौ न काली हाम्रो काली त हेर्नुहोस् कति राम्रो छ ल गीत गाइदियो नि त मेरो कालीले गीत गाउँछिन् अलि त आउँछ ल गाइदियो काली नानी तिमी सानी छौ ज्ञानी छौ कति मिठो गीत गाउन जानी छौ जिया जानेको बिल बोलीले हँसाउन कति जानेको सुखीको त सुखैमा जित हुन्छ दुखीको मुखैमा गीत हुन्छ चिया जानेको बोलीले हँसाउन कति जानेको बनको काँडा उनी चरा बोकाले मोर्छ र बनको काँडा चिया नपर्छ र चिया जानेको बोलीले हँसाउन कति जानेको वाह कति राम्रो अरू कसलाई आउँछ गीत गाउन कसलाई आउँछ प्रतीकलाई आउँछ कसलाई आउँछ कालीले मात्र हो गाउने टन्डेटलाई के आउँछ नि आज अस्ति गीत होइन हो ल गाइदियो सन्देश गाइदियो गाइदियो त के हुन्न कि स्कुललाई गीत गाएर मैले चाहिँ बोकेर भ्याएँ सो आजको भ्लग यति नै सब्सक्राइब नगर्नु भएको साथीले सब्सक्राइब गरिदिनु होला ल बाई बाई